हुन्छ आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। धन्यवाद सर्वशक्तिमान परमेश्वर पिता र म तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु विशेष गरेर। अनि यस समय प्रभु हामीले हाम्रो कमाइहरूबाट प्रभु तपाईँलाई तपाईँको महिमाको निम्ति प्रभु हामीले जे जति भेटीहरू ल्याएका छौँ दशंशहरू ल्याएका छौँ प्रभु, त्यसमा तपाईँ परमेश्वरले स्वर्गीय झ्याल ढोकाहरू खोलिकन प्रशस्त मात्रामा हरेकलाई तपाईँले दिनुभएको होस् भनेर म बिन्ती अनि प्रार्थना गर्छु। अनि विशेष गरेर म प्रार्थना गर्दछु प्रभु, कति भोका नाङ्गाहरू छन् प्रभु, उहाँहरूलाई पनि तपाईँ परमेश्वरले जुटाउनु भएको होस्, काम काजमा सबै क्षेत्रमा तपाईँ परमेश्वरले सहायता गर्नुभएको होस् भनेर म बिन्ती अनि प्रार्थना गर्दछु प्रभु। अनि विशेष गरेर म प्रार्थना गर्छु प्रभु, हामी वचनको समयमा आएका छौँ प्रभु, अनि आज प्रभुको दिन पनि यो प्रभु तपाईँ परमेश्वरले हामीलाई तयारी आत्माहरू सबैलाई दिनुभएको होस् भनेर म बिन्ती अनि प्रार्थना गर्दछु प्रभु। यो समय तपाईँ परमेश्वरको हातमा राख्दछु येशू प्रभुको नाममा, आमेन। हुन्छ, हामी वचनतर्फ जाँदैछ। हाम्रो पास्टर दाजुलाई हामी समय दिन चाहन्छौँ। समयको लागि धेरै धन्यवाद। अनि साँच्चै नै सर्वप्रथम सबैलाई जय मसी है। मेरो आज मैले तयार गरेको वचन हाम्रो मनको रोग सम्बन्धमा थियो, तर मैले चाहिँ त्यो तयार गरेको नोटबुक छोडेको छु घर। अहिले दुर्गा लिनु पठाएको, ऊ अझै आइपुगेको छैन। त्यस कारणले ऊ नआउँदासम्म हामी यूहन्ना 15 अध्यायबाट हामी हेर्नेछौँ। अनि आज प्रभु भोजको समय पनि हो। प्रभुले हामीलाई आफ्नो देह र रगतद्वारा क्रुसमा हामीलाई बचाउनु भएको छ, त्यसमा पनि हामी सहभागी हुनेछौँ। त्यसभन्दा अगाडि अनि दागको बोट र हाँगाहरूको विषयमा प्रभु येशूले चाहिँ यूहन्ना 15 अध्यायमा के भन्नुभएको छ त्यो हामी हेर्नेछौँ। अनि हामीले यहाँनिर यो अध्यायलाई अध्ययन गर्दै गर्दा चाहिँ हामी परमेश्वर पितालाई देख्छौँ, त्यसपछि येशू ख्रीष्टलाई देख्छौँ, त्यसपछि येशू ख्रीष्टको मण्डली दुलहीलाई देख्छौँ है। अनि यो सम्बन्धलाई प्रभुले चाहिँ एउटा दागको रुखसँग, दागको रुख भनेको चाहिँ अङ्गुरको बोटसँग चाहिँ तुलना गर्नुभएको छ आफूलाई। अनि आफ्नो पिता परमेश्वरलाई चाहिँ उहाँले किसानसँग तुलना गर्नुभएको छ भने मण्डली उहाँको दुलै अर्थात् तपाईँ र म विश्वासीहरूलाई चाहिँ एउटा हाँगासँग तुलना गर्नुभएको छ। अनि हामीमा हुने परिवर्तनहरू, परमेश्वरको आशिषहरूलाई उहाँले चाहिँ एउटा विश्वासी जीवनलाई उहाँले चाहिँ अङ्गुरसँग होइन एउटा फलसँग दाँच्नु भएको छ कि हामी फल लागेका छौँ। फल लाग्नको निम्ति हामीले के गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ प्रभुले हामीलाई देखाउनुहुन्छ। 15 यूहन्ना 15:1 साँचो दागको बोट म हुँ र मेरो पिता किसान हुनुहुन्छ भनेर येशू ख्रीष्टले 15 अध्यायको 1 पदमा चाहिँ उहाँले बताउनुहुन्छ होइन। एउटा यो चाहिँ एउटा दृष्टान्त हो कि उहाँलाई बुझ्नुको निम्ति, परमेश्वरलाई बुझ्ने हामीसँग क्षमता छैन। परमेश्वर अद्भुत र अद्वितीय हुनुहुन्छ होइन, सार्वभौम हुनुहुन्छ। हामी एउटा सीमित मानिस, एउटा प्राणीले सृष्टिकर्तालाई पूर्ण रूपमा बुझ्न आफैमा सम्भव छैन। त्यसकारण हामीलाई अहिले चाहिँ हामीलाई परमेश्वर को हुनुहुन्छ भनेर बुझाउनको निम्ति उहाँले हामीलाई पवित्र आत्मा दिनुभएको छ है। पवित्र आत्माले तपाईँ र मलाई चाहिँ सहायता गर्नुहुन्छ परमेश्वर को हुनुहुन्छ भनेर बुझाउनको निम्ति। र यो समयमा परमेश्वरले चाहिँ एउटा दागको रुखलाई, दागको बोटलाई प्रस्तुत गर्दै एउटा होइन सृष्टिका एउटा वनस्पतिलाई प्रस्तुत गर्दै उहाँले चाहिँ आफैलाई र मण्डलीलाई अनि परमेश्वरलाई प्रस्तुत गर्नुहुन्छ होइन। दागको बोट म हुँ अनि तिमीहरू चाहिँ हाँगाहरू हौ भनेर। पहिलो चाहिँ किसानले सृष्टि गर्छ नि त होइन, बिउ उमार्छ, मलजल गर्छ र बोटलाई त्यसलाई चाहिँ हुर्काउने र त्यहाँ फल फलाउने काम गर्छ होइन। यी सबै कुराहरू कर्ता चाहिँ परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरले मलाई पठाउनु भएको छ, मेरो पिताले होइन, तिमीहरूलाई बचाउनको निम्ति, अर्थात् एउटा बोट
रूपमा उहाँले आफूलाई दागको बोटको रूपमा उहाँले आफूलाई प्रस्तुत गर्नुहुन्छ र अनि दुईमा हेर्नुहोस् त ममा रहने प्रत्येक हाँगा जसले फल फलाउँदैन उसले त्यसलाई उहाँले माफ गर्नुहोस् जसले फल फलाउँदा उहाँले त्यसलाई छाट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन बढी फल फलोस् भनी उहाँले निफाल्नुहुन्छ है। अनि फल नफलाउने हाँगाहरू र फल फलाउने हाँगाहरू त्यहाँ हामी देख्छौँ। अनि फल फलाउने हाँगालाई पनि उहाँले निफाल्नुहुन्छ, केलाउनुहुन्छ। एउटा किसानले गोडमेल गर्नुहुन्छ, त्यो चाहिँ फल फलोस् भनेर निर्माण गर्नको निम्ति होइन। परमेश्वरले कतिपटक हाम्रो जीवनमा भएका होइन झुन्डिरहेको अनावश्यक अनात्मिक कुराहरूलाई चाहिँ निकालिदिनुहुन्छ है, ताकि उहाँमा हामी आत्मिक रूपले बढ्न सकौँ। अनि 3 मा हेर्नुहोस् त, मैले तिमीहरूलाई भनेको वचन तिमीहरू अघि नै शुद्ध भइसकेका छौ होइन। येशू ख्रीष्टले यो वचन भनिराख्नु हुँदाखेरि चाहिँ वचनद्वारा चाहिँ उहाँको चेलाहरू चाहिँ उहाँलाई सुन्ने व्यक्तिहरू चाहिँ त्यहाँ शुद्ध पारिएका छन् होइन। उनीहरूले बुझेका छन् भनेको छ। एउटा दागको रूप म हुँ, ममा रहने हरेकले चाहिँ फल फलाउँछ। ख्रीष्टमा रहने हरेक विश्वासीले चाहिँ परमेश्वरको फलहरू फलाउनेछ। अनि जब फल फल्छ त्यसले चाहिँ किसानलाई चाहिँ एकदम हर्षित र खुसी तुल्याउँदछ होइन। तर जब हामी हाँगाहरू भएर रुखमा रहँदैनौँ होइन, दागको रुखमा रहँदैनौँ भने हामी आफैले चाहिँ फल फलाउन सक्दैनौँ। हाम्रो जीवनमा क्रिस्टीय फल फलाउन, आत्मिक फलहरू फलाउन, परमेश्वरलाई खुसी पार्नको निम्ति हामी क्रिस्टमा रहन आवश्यक छ भनेर यो पदले बताएको छ है। अनि मेरो वचन सुन्दै गर्दा तिमीहरू अघि नै शुद्ध भएका छौ भनेर प्रभुले भन्नुहुन्छ। आउनुहोस् हामी प्रार्थना गरौँ। स्वर्गीय पिता, हामी तपाईँको चरणमा आउँछौँ, यो समय प्रार्थना गर्छौँ। यो वचनलाई तपाईँको हातमा हामी दिन्छौँ र मुख्य वचनलाई पनि तपाईँको हातमा हामी राख्दछौँ। प्रभु परमेश्वर, हामीलाई सहायता गर्नुहोस्। डिस्टर्ब ल्याउने शैतान, संसार र संसारका प्रणालीहरूलाई प्रभु त्यो गेटभन्दा बाहिर नै हामी इन्कार गर्दछौँ। हाम्रो हृदयमा, हाम्रो मन मस्तिष्कमा तपाईँ परमेश्वरको वचनले आज फल फलाउनको निम्ति कार्य गर्नुहोस् भनेर बिन्ती प्रार्थना गर्छु येशू प्रभुको नाममा, आमेन। हुन्छ, हामी मुख्य विषयतर्फ हामी जानेछौँ। आजको मुख्य विषय चाहिँ हाम्रो मनको रोग सम्बन्धमा छ। अनि यसबाट यो भनेको के हो होइन, हामी कतिपटक हामी विश्वासीहरू पनि आफ्नो मनको रोगबाट ग्रसित भइरहेका हुन्छौँ। हामी आफैलाई थाहा हुँदैन। जब हामी मनको रोगले होइन हामीलाई छोएको हुन्छ अनि त्यसबाट हामीले चङ्गाई पाउँछौँ त्यही हो। तर हामी आफैले चाहिँ मनको रोगलाई चाहिँ थाहा गर्दैनौँ र हामी मनको रोग के हो भन्ने कुराहरू, यदि मनको रोग लागेको छ भने हामीले आफैलाई इन्कार गर्छौँ होइन, मलाई रोगै लागेको छैन भन्ने प्रकारले हामी सोच्न थाल्दछौँ होइन। यो मनको रोग कसरी लाग्छ भन्ने पनि, मनको रोगलाई चाहिँ परमेश्वरले कसरी चङ्गाई गर्नुहुन्छ भनेर 7वटा बुँदाहरू पनि हामी हेर्नेछौँ। सुरुमा चाहिँ मनको रोगमा हामी जानेछौँ होइन। अनि त्योभन्दा अगाडि आजको मुख्य पद 2 कोरिन्थी 10:5 यस्तो लेखेको हामी पाउँछौँ। 2 कोरिन्थी 10:5 हजुरहरूसँग बाइबल छ भने कृपया बाइबल पल्टाउनु होला। यहाँनिर प्रेरित पावलले चाहिँ मण्डलीलाई अति सुन्दर तरिकाले होइन बताउनुहुन्छ कि मनको रोग अथवा विचारको रोगलाई परमेश्वरले परमेश्वरको मानिसहरूद्वारा पनि चङ्गाई गर्नुहुन्छ र ती कुराहरूलाई हामीले कसरी एड्रेस गर्नुपर्छ भन्ने कुरा पनि पावलले हामीलाई बताएको छ। किनकि हामी सबै ख्रीष्टका न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। कति हो, 10:5, मैले 5:10 पढेछु है। 10:5 यस्तो लेखेको हामी पाउँछौँ। मसँग दुईटै बाइबल छ, एनबिएस र टिबिएस। म दुईटै बाइबलबाट हजुरहरूको निम्ति पढिदिनेछु। पहिला एनबिएस बाइबलमा यस्तो लेखेको छ, किनकि तिनीहरू भन्छन् त्यसका, फेरि 10:10 पढेछु है, मेरो आँखा कमजोर भएछ। यहाँ 5 यस्तो लेखेको छ, 2 कोरिन्थी 10:5
परमेश्वरका ज्ञानको विरुद्धमा खडा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधाहरूलाई हामी नाश गर्छौँ र हरेक विचारलाई ख्रीष्टको आज्ञा पालन गर्नलाई बसमा पार्छौँ भनेर लेखिएको छ होइन। अनि हामी यहाँ टिभीएसमा पनि लेखेको म हजुरहरू सामु प्रस्तुत गर्न चाहन्छु। दोस्रो कोरिन्थी 10:5 हामी तर्कहरू र परमेश्वरको ज्ञानको विरुद्धमा आफूलाई उचाल्ने हरेक उच्च कुरा ढालिदिन्छौँ र ख्रीष्टको आज्ञाकारी बनाउनलाई हरेक विचारलाई कैद गर्छौँ भनेर त्यहाँ लेखिएको छ होइन। प्रिय हो, हामीसँग 3 प्रकारको स्वास्थ्य छ है। हामीसँग 3 प्रकारको स्वास्थ्य छ। हामी हेर्दाखेरि एउटै व्यक्ति देख्छौँ तर ऊ भित्र 3 प्रकारको होइन सृष्टि छ परमेश्वरको। अनि त्यो 3टै सृष्टिमा चाहिँ हामी स्वस्थ रहन आवश्यक छ है। पहिलो हो, मैले शरीरलाई लिएर आएको छु। हाम्रो शरीरको स्वास्थ्य छ होइन। अर्को चाहिँ हाम्रो मनको स्वास्थ्य है। अर्को चाहिँ हाम्रो आत्मिक स्वास्थ्य। यी 3 कुराहरूले बनेर हामी बनेका छौँ है। शरीर मन भन्नाले यसलाई प्राणको स्वास्थ्य भनेर पनि हामी बुझ्न सक्छौँ र अर्को अन्तिममा चाहिँ आत्मिक स्वास्थ्य भन्ने कुरालाई हामी बुझ्न सक्छौँ। मानिसलाई लाग्ने सबैभन्दा ठुलो रोग भनेको चाहिँ आत्मिक रोग हो प्रिय है। आत्मिक रोग चाहिँ मानिसको कुनै पनि प्रकारले निको पार्न सक्दैन। आत्मिक रोगको निम्ति निको हुनलाई केवल येशूको चरणमा हामी जानुपर्छ है। अनि आत्मिक रोग लागेको मानिसहरू भनेको येशू ख्रीष्टलाई विश्वास नगर्नुभन्दा पहिलाको अवस्था। यो रोग चाहिँ अरू कुनै पनि डक्टरले निको पार्न सक्दैन। कुनै पनि धामीहरूले वैद्यहरूले कुनै पनि औषधिले आत्मिक रोगलाई निको पार्न सक्दैन। आत्मिक रोगलाई निको पार्नको निम्ति केवल येशू ख्रीष्ट मात्रै हुनुहुन्छ जसले हाम्रो आत्मिक रोगलाई निको पारिदिनुहुन्छ है। जब हामी मानिस जाति आत्मिक रोगले ग्रस्त भएको देख्छौँ भने उसको आत्माबाट केही पनि कुराहरू परिचालन भएको उसको जीवनमा हामी देख्दैनौँ। आत्मिक रोग लागेको मानिसहरूले परमेश्वरलाई चिन्दैन। उनीहरूको आत्मिक आँखाहरू अन्धो हुन्छ। उनीहरूको आत्मिक हात गोडाहरू सबै मूर्ति जस्तो हुन्छ। छन त छ तर चल्दैन है। आँखा त छ तर देख्दैन। कान त छ तर सुन्दैन। मुख त छ तर बोल्दैन। त्यो आत्मा, त्यो रोग लागेको आत्मा चाहिँ एउटा कोमामा भएको बिरामी जस्तो है। भेन्टिलेटरमा राखेको, उसले सास त फेरेको हुन्छ तर उसको चेतना हुँदैन है। उसले बाहिर के भइरहेको छ केही पनि थाहा गर्दैन है। उसलाई ऊ भित्र चाहिँ भावना पनि हुँदैन र उसको सोचहरू पनि सबै मरेतुल्य अवस्थामा हुन्छ तर उसले सास फेरिरहेको हुन्छ होइन। यो चाहिँ एउटा आत्मिक रोग हो। यसलाई निको पार्नको निम्ति येशू ख्रीष्टलाई विश्वास गर्नुपर्छ है। अनि येशू ख्रीष्टलाई विश्वास गरेकै क्षणमा सबैभन्दा ठुलो रोग आत्मिक रोग हो र सबैभन्दा सजिलो र छिटो निको हुने पनि आत्मिक रोग नै हो है। डाक्टर स्टिभनले हामीलाई भन्नुभएको छ, विश्वास गरेकै क्षण एउटा विश्वासीले आफ्नो जीवनमा 95वटा कुरा स्वर्गको कुराहरू पाउनेछ। ती कुराहरू मध्येमा एउटा यो पनि हो कि हामी आत्मिक रोगहरूबाट चङ्गाई पाउँछौँ। येशू ख्रीष्टलाई विश्वास गरेको क्षण नै हामीले आत्मिक रोगहरूबाट चङ्गाई पाउँछौँ। येशूलाई हामी मुक्तिदाता र आफ्नो प्रभु भनेर स्वीकार गरेको क्षण नै हामी पूर्ण रूपले आत्मिक रोगबाट चाहिँ चङ्गाई भएका छौँ है। चङ्गाई भएका छौँ। यो आत्मिक रोग ल्याउने चाहिँ होइन शैतान, शरीर र पापबाट सुरु भएको हामी पाउँछौँ। मानव जगत नै यो रोगबाट चाहिँ ग्रसित भएको पाउँछौँ तर धन्न मान्न पर्दैन कि हाम्रो प्रभुले चाहिँ हामीलाई त्यो आत्मिक रोगबाट चाहिँ चङ्गाई दिइसक्नु भएको छ। तर के एउटा मुक्ति पाएको मानिस, आत्मिक रोगबाट स्वतन्त्र भएको मानिस, चङ्गाई भएको मानिस, परमेश्वरको होइन घरानाको मानिस, के ऊ चाहिँ प्राणको तहमा बिरामी हुन सक्छ अथवा के उसलाई मनको रोगले होइन ग्रसित बनाउन सक्छ? एउटा मुक्ति पाएको मानिस चाहिँ आत्मिक रूपले पूर्ण चङ्गाई पाएको भए तापनि भावनात्मक रूपले र शारीरिक रूपले चाहिँ बिरामी हुन सक्छ है। हामी पनि बिरामी हुन सक्छौँ। म पनि बिरामी हुन सक्छ होइन। शरीरमा अस्ति भर्खरै म बिरामी भएको छु। आधा बिरामी अझै पनि मेरो शरीरमा मैले बोकिरहेको छु र प्रभुलाई धन्यवाद होस्
मेरो सुधारको प्रक्रिया चाहिँ जारी छ होइन। मलाई दिनदिनै प्रभुले चाहिँ हलुका गर्दै लानु भएको छ र एक दिन उहाँले छिट्टो नै चङ्गाई पनि दिनुहुन्छ। तर भावनाको रोग चाहिँ शरीरको रोग जस्तो हुँदैन है। यो चाहिँ यो मनको रोग चाहिँ अलिकति निको पार्नको निम्ति गाह्रो हुन्छ है। यसको निम्ति पनि हामी पूर्ण रूपले परमेश्वरमा निर्भर हुन आवश्यक छ। अनि भावनाको स्रोत चाहिँ मानिसको विचार हो। विचारबाट नै हामी भावनामा जान्छौँ। जे हाम्रो विचार हुन्छ त्यही विचार अनुसार हामी भावनामा जान्छौँ होइन। रिस उठ्ने विचार हामीमा प्रकट भयो भने हामी भावनाद्वारा नै रिसाएर चाहिँ आफ्नो रिस प्रकट गर्छौँ होइन। अनि कुनै दुःख लाग्दो कुराहरू हामीले सुन्यो भने अनि त्यो विचार हाम्रो त्यही अनुसारले विकास हुन्छ र भावनालाई त्यसले असर गर्छ अनि हामी भावनामा धेरै पटक रुने पनि गर्छौँ है। अनि भावनाको स्रोत चाहिँ मानिसको विचार हो भने विचारको घर चाहिँ मानिसको के हो त मन हो है। मनबाट चाहिँ यी सबै कुराहरू प्रकट भएर आउँछ है। मनबाट नै विचार सृष्टि हुन्छ अनि विचारबाट नै भावनाहरू प्रकट भएर आउँछ हाम्रो जीवनबाट है। अनि यो अलिकति गम्भीर छ तर यो कुरा एकदम वास्तविक हो प्रिय है। हामीले बाइबल अध्ययनमा पनि होइन हाम्रो हृदय कहाँ हुन्छ भनेर पढेका थियौँ। हाम्रो प्राणको भागहरू भनेर हामीले पढेका थियौँ होइन। हाम्रो शरीरको भागहरू भनेर पढेको थियौँ। अनि यो मनको भागहरू चाहिँ हाम्रो प्राणको भागहरू हुन् है। पाँचवटा भागहरू थिए होइन हामीले बाइबलमा पढेको थियौँ। जब दुष्टले हाम्रो मनलाई आक्रमण गर्छ हाम्रो विचारलाई उसले कैद गर्दै लैजान्छ है। हाम्रो विचारलाई संसारमा चाहिँ शैतान छ नि त होइन। शैतान पनि अदृश्य रूपले कार्य गर्छ है। शैतानलाई अविश्वासीहरूप्रति वास्ता छैन किनभने अविश्वासीहरू त त्यसै पनि उसँग नै नरकमा जान्छ होइन। उसलाई थाहा छ अविश्वासीहरूलाई परीक्षा गर्नु पर्दैन, अविश्वासीहरू अलरेडी उसँग छ। तर आज शैतानले पासुमा पार्नको निम्ति टार्गेट गर्ने भनेको चाहिँ चर्च जाने विश्वासीहरूलाई, परमेश्वरको सृष्टिमा परमेश्वरको तर्फ उभिएका खडा भएका मानिसहरूलाई नै उसले टार्गेट गर्ने हो है। जसरी ब्वाँसोहरूले भेडाहरूलाई टार्गेट गर्छ त्यसरी नै शैतानले आज विश्वासीहरूलाई टार्गेट गर्छ। अनि उसले आज शरीरमा त यसरी आम्ने सामने भएर आक्रमण गर्न सक्दैन तर आज शैतानले चाहिँ आज आफ्नो ट्रिक लगाएर होइन भावनामा विचारमा होइन हाम्रो अदृश्य भागहरूमा चाहिँ उसले चाहिँ अदृश्य रूपले चाहिँ प्रहार गर्न गइरहेको छ है। अनि हाम्रो भावनाहरूमा रोगले संक्रमण गर्छ है। हाम्रो मनमा हाम्रो विचारलाई कैद गरेपछि होइन अनि उसले आफ्नो विचारहरू त्यहाँ विकास गर्न थाल्छ होइन। हाम्रो आफ्नै विचारहरूलाई उसले कैद गरेपछि उसको विचारहरू हाम्रो विचार हुन थाल्छ होइन। अनि हामी संसारको तर्कहरू गर्न थाल्छौँ अनि यसले हामीलाई चाहिँ हाम्रो मनलाई चाहिँ रोगी बनाउँछ र यसले बिस्तारै यो सङ्क्रमण बढ्दै गएपछि हामीलाई मण्डलीबाट टाढा लैजान्छ। मण्डलीबाट मात्रै नभएर हामीलाई होइन हाम्रो स्वास्थ्यबाट पनि टाढा लगेर अनि उसले चाहिँ नाशतर्फ लैजान्छ है। अनि तपाईँहरूलाई थाहा छ होइन यो मनको रोगले कति ठुलो समस्याहरू ल्याउँछ। हजुरहरूले विचार गर्नुहुन्छ भने मत्ती 4 अध्यायमा येशू ख्रीष्टलाई परीक्षा गर्दाखेरि पनि शैतानले यो तीनै भागमा परीक्षा गरेको है। जब येशू ख्रीष्टले 40 दिनको उपवास सक्नुभयो त्यहाँनिर शैतान प्रकट हुन्छ होइन। त्यो अन्तिम दिन थियो। येशू ख्रीष्टले अनि परमेश्वरको सेवकाई गर्नुभन्दा अघि सुरुमा चाहिँ उहाँले उपवास 40 दिनको उपवासबाट चाहिँ आफ्नो सेवकाई सुरु गर्नुहुन्छ र सुरुवातमा नै शैतानले के गर्छ त उजाड स्थानमा येशू ख्रीष्टको परीक्षा गर्छ। 40 दिन 40 रात उहाँले अन्नको एक सिता पनि खानु भएन अनि उहाँले होइन एक थोपा पानी पनि पिउनु भएन। त्यसरी उहाँले उपवास बस्नुभयो र उहाँले परमेश्वरको सेवाकाई गर्नलाई चाहिँ उहाँले सुरुवात गर्दै गर्दा त्यहाँनिर उहाँ परीक्षामा पर्नुहुन्छ होइन। उहाँलाई परीक्षा गर्नको निम्ति पवित्र आत्माले नै त्यहाँनिर पुर्याउनुहुन्छ अनि शैतान प्रकट भएर येशू ख्रीष्टलाई भन्दछ यदि तपाईँ परमेश्वरको पुत्र हो भने, येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ, त्यहाँ यदि भन्ने शब्द शैतानले चलाएको छ। हो कि होइन
अन्योलता, उसले चाहिँ सुरुमा नै अन्योलतालाई खडा गर्छ र मान्छेको भावनालाई होइन आक्रमण गर्छ। त्यहाँनिर क्रिस्टलाई चाहिँ उसले चाहिँ यदि भनेर चाहिँ प्रश्न गर्छ, यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई चाहिँ रोटी बनाउनुहोस्, होइन, तपाईँले आज्ञा गर्नुहोस् यो ढुङ्गा रोटी हुनेछ। किनभने तपाईँ यदि परमेश्वरको पुत्र हुनुहुन्छ भने चाहिँ यो तपाईँले गर्न सक्नुहुन्छ। तपाईँले यो गर्न सक्नु भएन भने तपाईँ परमेश्वरको पुत्र हुनुहुन्न भनेर उसले यदि भनेर चाहिँ प्रश्न अगाडि लगेको छ। होइन, किन उसले त्यो रोटी बनाउनलाई, अरू कुरा पनि बनाउनलाई दिनु सक्ने थियो। होइन, अरू कुराहरू पनि त्यो ढुङ्गालाई रोटी मात्रै किन भनियो त? होइन, किनभने उसलाई थाहा छ येशू ख्रीष्ट चाहिँ त्यो समयमा भोकाउनु भएको छ, तिर्खाउनु भएको छ है। 40 दिन उपवास बसेपछि जो पनि भोकाउँछ। हामी त 40 घण्टा उपवास पनि सायदै बसेका छौँ होला। होइन, 4 घण्टा बस्दाखेरि पनि हामी भोकले रन्थनिन्छौँ। वा 40 दिन उजाड स्थानमा, होइन, 40 दिन उपवास बसेपछि उहाँ चाहिँ परीक्षामा पर्नुहुन्छ र शैतानले आएर यदि तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ भने यो ढुङ्गालाई रोटी बनाउनुहोस्। अनि येशू चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, त्यहाँ यदि भन्ने शब्द चलाइराख्न आवश्यकता नै छैन। होइन, येशूले त्यो गर्न सक्नुहुन्थ्यो। होइन, तर शैतानले उसलाई परीक्षामा, येशू ख्रीष्टलाई चाहिँ शारीरिक परीक्षामा पार्दैछ। होइन, अनि सायद येशू ख्रीष्टको भोकलाई शैतानले तोड्न चाहन्थ्यो। होइन, त्यो उपवासलाई, त्यो अन्तिम दिन 40 दिनको अन्तिम समयमा उसले चाहिँ आक्रमण गरेर त्यो उपवासलाई चाहिँ फेल गराउन चाहन्थ्यो। है, अनि भोको मान्छेले, होइन, हामी पनि भन्छौँ नि भोको पेटले चाहिँ जे पनि गर्न सक्छ। होइन, अनि मर्ता क्या नै गर्दा भन्छ नि। होइन, भोकाएपछि मान्छेले चोरेको पनि फेर हुन्छ भनेर हामी कतिचोटि संसारमा चाहिँ होइन यो तर्क दिएको हामी पाउँछौँ। तर त्यहाँनिर येशू ख्रीष्टले त्यसरी संसारको तर्कलाई स्वीकार गर्नु भएन। तर उहाँले भन्नुभयो, लेखिएको छ मत्ती 4:4 मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जिउँदछ। यो चाहिँ व्यवस्थाका पुस्तकमा हामी पाउन सक्छौँ। है, येशू ख्रीष्टले चाहिँ बाइबलको हरेक खण्डलाई चाहिँ जान्नुहुन्थ्यो। उहाँ आफै वचन हुनुहुन्थ्यो र पनि उहाँ, होइन, वचनलाई चाहिँ अध्ययन गर्नुहुन्थ्यो, मनन गर्नुहुन्थ्यो र वचन अनुसार जिउनुहुन्थ्यो। है, वचन अनुसार जिउनुहुन्थ्यो। येशू ख्रीष्ट यदि, होइन, पेटको लोभी हुने भएको भए, उहाँ खन्चुवा हुनुभएको भए, होइन, उहाँ चाहिँ पेटको निम्ति जिउने व्यक्ति हुनुभएको भए, मानिस मात्रै हुनुभएको भए, उहाँसँग त्यो सामर्थ्य हुने भएको थियो, उहाँले रोटी बनाएर कपाकप खानु सक्थ्यो। तर येशू चाहिँ खन्चुवा हुनुहुन्न थियो। होइन, उहाँ चाहिँ परमेश्वरको वचनको भोको अथवा परमेश्वरको वचनप्रति उहाँले चाहिँ आदर गर्नुहुन्थ्यो। त्यसपछि शैतानले शरीरको परीक्षापछि मन्दिरको टुप्पोमा लगेर येशू ख्रीष्टलाई, होइन, परीक्षा गर्दछ। त्यो चाहिँ प्राणको तह हो। मन्दिर यो चाहिँ हाम्रो प्राण हो प्रिय। हामी यो मन्दिर पनि हामी भित्र छ। अनि हामी चाहिँ शरीरले मात्रै बनेको छैन, हामी प्राणले पनि बनेका छौँ र हामी आत्मामा पनि बनेका छौँ। होइन, एउटा व्यक्तिसँग शरीर, प्राण र आत्मा हुन्छ। है, अनि त्यो मन्दिरमा लगेर, त्यो प्राणको तहमा लगेर शैतानले परीक्षा गर्छ। होइन, अघि तपाईँले भन्नुभएको थियो, वचन प्रयोग गर्नुभयो, व्यवस्थाको पुस्तकमा लेखिएको वचन मत्ती 4:4 तपाईँ बोल्नुभयो। ल, यहाँ पनि यस्तो लेखिएको छ भजन सङ्ग्रह 91 को पुस्तकमा, तपाईँ यहाँबाट हाम फाल्नु भयो भने तपाईँको खुट्टाहरू भाँचिने छैनन्, तपाईँलाई चोट लाग्ने छैन, तर तपाईँलाई स्वर्गदूतहरू आएर हातै थाम्नेछ भनेर भजन सङ्ग्रह 91 को वचनलाई लिएर आएर एउटा पाठ लिएर आएर उसले अगाडिको सन्दर्भलाई पछाडिको सन्दर्भलाई मेटाएर एउटा पदलाई लिएर आएर उसले चाहिँ येशू ख्रीष्टलाई भन्छ, लौ त तपाईँ नै होइन त मत्ती 4:4 परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहन्छ भनेर प्रस्तुत गर्ने। अब यहाँ हेर्नुहोस्, भजन सङ्ग्रहको पुस्तकमा यस्तो लेखिएको छ, तपाईँ यहाँबाट हाम फाल्नुहोस्। अनि येशू ख्रीष्टले, होइन, त्यो प्राणको तहमा गरिएको परीक्षामाथि पनि विजय गर्नुहुन्छ। त्यहाँ पनि प्रभु येशूले भन्नुहुन्छ, लेखिएको छ तैँले परमेश्वरको परीक्षा नगर्नु। है, हामीले परमेश्वरको परीक्षा गर्नु हुँदैन प्रिय।
परमेश्वरमा त्यो सामर्थ्य छ। यदि हामी त्यो त्यो येशू ख्रीष्ट हैन त्यो चाहिँ भनेको कोही मान्छे भिडबाट आफैले परमेश्वरलाई परीक्षा गर्न हाम फाल्दैन है, त्यसलाई त सुसाइड भनिन्छ हैन। अनि सुसाइड गर्नु चाहिँ वास्तवमा राम्रो कुरा होइन, तर परमेश्वरले हैन भिडबाट अचानक लडेकोहरूलाई त्यो समयमा परमेश्वरले बचाउनुहुन्छ, जसरी पनि बचाउनुहुन्छ। मैले देखेको छु यस्तो घटनाहरू है। एउटा गाडीमा अनि धेरै मानिसहरू आइरहेको थियो, एकजना विश्वासी थियो हैन, गाडी ठुलो एक्सिडेन्टमा पर्यो अनि धेरै मान्छेहरू त्यहाँ गाडीमा भएको धेरै मान्छेहरू मरे, तर त्यो विश्वासी चाहिँ ढोकाबाट उछुटेर बाहिर पर्यो, त्यो बच्न सक्यो हैन। परमेश्वरले कसरी काम गर्नुहुन्छ हामीलाई थाहा छैन। परमेश्वरले आफ्नो योजनामा गर्न सक्नुहुन्छ यी सबै कुराहरू, तर हामीले परमेश्वरले बचाउनुहुन्छ, जे गरे पनि हामीले हुन्छ भनेर चाहिँ परमेश्वरको परीक्षा गर्नु हुँदैन। प्रभुले त्यो परीक्षामाथि, प्राणको तहको परीक्षामाथि पनि विजय गर्नुभयो। र अर्को अब आत्माको परीक्षामा लैजान्छ शैतानले हैन, कि संसारको सबैभन्दा उच्च स्थानमा लैजान्छ। प्रभु संसारमा हुनुहुन्थ्यो, मानिस हुनुहुन्थ्यो हैन, प्रभु 100% मानिस हुनुहुन्थ्यो, 100% परमेश्वर हुनुहुन्थ्यो। अनि मानिसको रूपमा चाहिँ हैन, मानिससँग पनि प्राण छ, शरीर छ अनि आत्मा छ, ख्रीष्टसँग पनि यी सबै कुराहरू थियो। अनि उहाँलाई संसारको सबैभन्दा उच्च स्थानमा ल्याएर शैतानले चाहिँ अब संसारको सबै वैभवहरू देखाउँछ हैन, संसारका सब थोकहरूलाई देखाउँछ हैन। यो सबै थोक म तपाईँलाई दिन्छु, तपाईँले मलाई एकचोटि दण्डवत गर्नुहोस्। शैतानले यस्तो प्रलोभन हैन प्रस्तुत गर्दछ। अन्तमा ऊ नसकेपछि यो संसारको सबै वैभव म तपाईँलाई दिन्छु। यो चाहिँ आत्माको तहमा गरिने परीक्षा हो है। अनि तर तपाईँले मलाई एकचोटि, बस एकचोटि हैन दण्डवत गरिदिनुहोस्। अनि येशू ख्रीष्टले शैतानलाई दण्डवत गरेको भए परमेश्वरको योजना, परमेश्वरको पुत्र उहाँ ठहरिनु हुँदैन थियो। तर उहाँ परमेश्वरको पुत्र भएकै कारणले उहाँले परमेश्वरकै वचनलाई त्यहाँ पनि प्रस्तुत गर्नुहुन्छ। लेखिएको छ, 3 पटक उहाँले लेखिएको छ, अर्थात् बाइबललाई देखाउनुहुन्छ है। लेखिएको छ परमेश्वरको वचनमा यस्तो, अनि उहाँले भन्नुहुन्छ लेखिएको छ शैतान, लेखिएको छ कि तैँले परमेश्वरको बाहेक, परमेश्वरलाई बाहेक अरू कसैलाई पनि दण्डवत नगर्नु, परमेश्वर बाहेक अरू कसैलाई पनि दण्डवत नगर्नु। अर्थात् यो दण्डवत भनेको चाहिँ हाम्रो सांस्कृतिक रूपले हामी अभिवादन गर्छौँ नि, त्यो कुरालाई भनेको होइन, तर परमेश्वरको स्थान दिने कुरालाई भनेको। शैतानलाई प्रभु येशूले परमेश्वरको स्थान दिनु भएन है, तँलाई म दण्डवत गर्ने छैन, शैतान त दूर भइछ, दुष्ट त यहाँबाट दूर भइछ। अनि शैतान त्यो 3 तहको परीक्षाबाट चाहिँ फेल भएर अनि ऊ चाहिँ त्यहाँबाट भागेर जान्छ र स्वर्गदूतहरू आएर येशू ख्रीष्टलाई चाहिँ सेवा टल गरेको हामी देख्छौँ हैन। यसरी शैतानले चाहिँ हामीलाई चाहिँ 3 तहमा परीक्षा गर्न सक्छ। तर अहिले शैतानले क्रुसको त्यो बलिदानपछि आत्मामा परीक्षा गर्न सक्दैन। आत्मालाई चाहिँ प्रभुले उद्धार गरिसक्नु भएको छ। हाम्रो यो शरीर बिरामी हुन सक्छ, हाम्रो प्राण, हामीलाई पनि मनको रोगहरू लाग्न सक्छ, तर हाम्रो आत्मालाई जो निको पारिएको छ, पूर्ण रूपले चङ्गाई गरिसक्नु भएको छ, नयाँ गरिसक्नु भएको छ। क्रिस्टमा हामी नयाँ हौँ, नयाँ सृष्टि हौँ। 2 कोरिन्थी 5:17 घोषणा गरेको छ, तपाईँ र म क्रिस्टमा नयाँ सृष्टि हौँ। अनि हाम्रो नयाँ आत्मालाई शैतानले कुनै पनि प्रकारले चाहिँ रोगी तुल्याउन सक्दैन, तर हाम्रो सोचहरूलाई चाहिँ उसले हैन रोगी बनाउन सक्छ है। त्यो पनि हामी, यदि हामी चाहिँ हाम्रो प्राणलाई चाहिँ, हाम्रो मनलाई चाहिँ शरीरबाट पोषण गर्छौँ भने शरीरले फेरि संसारबाट पोषण गर्न खोज्छ, अनि संसारबाट चाहिँ फेरि शैतानबाट, संसारले फेरि शैतानबाट लिन्छ। त्यस कारणले जब हाम्रो प्राण शरीरतर्फबाट पोषित हुन खोज्छ, शरीरको कुराहरूलाई खोज्नु थाल्छ भने बिस्तारै हाम्रो आत्मा पनि कमजोर भएर जान्छ हैन। तर हाम्रो आत्मालाई चाहिँ शैतानले चाहिँ खोज्नु सक्दैन, रोगी तुल्याउन सक्दैन। अब उसले हाम्रो आत्मालाई चाहिँ नरकमा लान सक्दैन। हामीले मुक्ति पाएपछि वन्स सेफ अलवेज सेफ।
है। कहिले पनि हामी आफैले चाहेर पनि अब यदि हामीले विश्वास साँचो विश्वास येशू ख्रीष्टलाई गरेका छौँ भने हाम्रो मुक्तिलाई चाहिँ कुनै रूपले चाहिँ संसारले पनि खोज्न सक्दैन, हाम्रो आफ्नै सोचले पनि खोज्न सक्दैन हैन। हामीले पाएको त्यो मुक्ति हाम्रो निम्ति सधैँको निम्ति सुरक्षित हुन्छ। तर यदि मुक्ति पाएको विश्वासीलाई पनि मनमा शैतानले रोगी बनाउँछ भने यसले धेरै असरहरू गर्न सक्छ, यसले सङ्गतिमा असर गर्न सक्छ। अघि मैले भने हैन, यूहन्ना 15 अध्यायमा हामी दागको रूपमा नभएर अरू कुरामा हाम्रो हाँगाहरू गाडिन्छ भने हामीबाट फलहरू फल्न सक्दैन अनि फलेको फलहरू पनि झरेर जाने सम्भावना चाहिँ धेरै हुन्छ। जब हामी परमेश्वरको खाँटी वचनबाट टाढा हुन्छौँ भने शैतानले सजिलै जस्तो सुकै मै हुँ भनेर भन्ने आत्मिक जनहरूलाई पनि ढलाउन सक्छ। शैतान एकदमै दुष्ट छ। यूहन्ना 10:10 ले भन्छ नि, शैतान चाहिँ मार्न, चोर्न र नाश गर्न आएको र येशू ख्रीष्ट चाहिँ हामीलाई जीवन दिन आउनु भएको। अब हामी शैतानको पासोमा कसरी पर्न सक्छौँ त हैन। राजा साउललाई पनि हामी राजा साउलको समयबाट पनि हामी हेर्न सक्छौँ हैन। राजा साउल चाहिँ एकदमै इजरायलीहरूमा अग्लो सुन्दर व्यक्ति थियो है। त्यो व्यक्तिलाई पनि शरीरमा ढल्किएको कारण शैतानले अन्तमा लडाएर छोड्यो है। अनि सोलोमन भन्ने एउटा ज्ञानी राजा छ, तेस्रो राजा हैन। उसले परमेश्वरसँग प्रार्थना गर्दाखेरि आफूलाई चाहिँ हैन परमेश्वरको ज्ञान र बुद्धि दिनुहोस् भनेर उसले प्रार्थना गर्यो र साँच्चै नै परमेश्वरले सोलोमनको समयमा यति उन्नति दिनुभयो, शान्ति दिनुभयो कि इजरायलमा हैन। त्यो समयमा कुनै युद्धहरू नै भएन अनि इजरायलले यति विकास गर्यो, यति उन्नति गर्यो। तर त्यही सोलोमन चाहिँ बिस्तारै शरीरतर्फ ढल्केको कारण हैन, संसारबाट स्त्रीहरू ल्याएर संसारतर्फ ढल्किएको कारण संसारले ल्याएको हैन, संसार अविश्वासीहरूलाई विवाह गरेर ल्याएको स्त्रीले उसको मूर्तिहरू दरबारमा लिएर आउँछ र उसले त पक्कै पनि हैन कति धेरै श्रीमती थियो हैन। उनीहरूको थाहा छ नि हजुरहरूलाई हैन। अनि मैले त्यो सङ्ख्याहरू बाइबलमा खोज्नु तपाईँहरूलाई, उनीहरूसँग त्यो राजाहरूसँग त्यो बेला हैन एउटा श्रीमती हुन्थेन। परमेश्वरले चाहिँ एउटै श्रीमती बनाउनु भएको थियो, तर ती राजाहरूले चाहिँ धेरै श्रीमती बनाउँछन्। अनि श्रीमतीमा चाहिँ अझै संसारबाट लिएर अन्य जातिहरूबाट ल्याएर उनीहरूले चाहिँ आफ्नो देवी देवताहरू आफ्नो संस्कारहरू इजरायलमा भित्र्याएको कारण बिस्तारै बिस्तारै राजा हैन साउल जस्तो राजा सोलोमन जस्तो व्यक्तिहरू पनि परमेश्वरबाट टाढा भएर परमेश्वरको वचनबाट टाढा भएर उनीहरू चाहिँ संसारतर्फ ढल्किँदै ढल्किँदै गएर अन्तमा उनीहरू मूर्ति पूजा गरेर त्यहाँ ढलेको हामी देख्छौँ है। यस्तो मानिसहरूलाई पनि एउटा सुन्दर राजालाई पनि ढलाउन सक्छ, एउटा बुद्धिमान राजालाई पनि ढलाउन सक्छ। अनि सिमसम भन्ने एउटा यस्तो बलियो व्यक्ति जो चाहिँ एउटा वेश्याको कोठामा गएर हैन शरीरतर्फ आफ्नो शरीरको अभिलाषा र खाँचोहरूलाई परमेश्वरको वचनमा भन्दा पनि उसले आफ्नो शरीरतर्फ ढल्केको कारण परमेश्वरले उसलाई यस्तो वरदान दिनुहुन्छ कि ऊ जस्तो बलियो मानिस त्यहाँ कोही पनि हुँदैन है। अनि सिमसमलाई जित्न सक्ने मान्छे कोही पनि थिएन। कुस्ती खेल्दा उसँग बल प्रदर्शन गर्दाखेरि कसैले हराउन सक्थेन। तर परमेश्वरले उसलाई एउटा गहिरो रहस्यको कुरा पनि दिनुभएको थियो। सिमसमको कपालमा दारीमा चाहिँ छुरा कहिले पनि लागेको थिएन हैन। त्यस कारणले उसलाई परमेश्वरले जबसम्म तिम्रो कपाल काटिने छैन तबसम्म तिमी चाहिँ बलवान भइरहेको छौ र तिमी भन्दा बलियो व्यक्ति कोही पनि हुने छैन। तर जुन दिन तिम्रो कपालमा छुरा लाग्ने छ हैन तब तिम्रो बल चाहिँ हराउने छ र तिमी दुर्बल हुनेछौ। अनि यो सिमसम राजा पनि शरीरमा ढल्केको कारण हैन अनि एउटा वेश्याको कोठामा गएर निरन्तर व्यभिचार गरिरहेको छ हैन। एकचोटि होइन, दुईचोटि होइन, निरन्तर गरिरहेको छ। अनि त्यो वेश्याले आफ्नो हैन षड्यन्त्रमा उसलाई फसाउँछ र एक दिन उसको मनलाई जित्छ हैन। उसको विवेकलाई बन्धन बनाएर उसको मनलाई जित्छ। अनि उसको राजको कुरा हैन, तपाईँ किन यति बलियो हुनुहुन्छ
यो त तपाईँलाई कसैले जित्नु सक्दैन, के कारण हो भनेर भन्छ। अनि उसको मनमाथि त्यो वेश्याले होइन जितेको कारण, उसको भावनामाथि जितेको कारण, उसको विचारलाई कैद गरेको कारण, अनि त्यो वेश्याको पछाडि चाहिँ शैतान थियो के फेरि है। अनि उसले आफ्नो रहस्यको कुराहरू बताइदिन्छ कि मेरो कपाल होइन जबसम्म यसमा छोरा लाग्ने छैन तबसम्म म बलियो भइराख्ने छु भनेर उसले आफ्नो रहस्य बताइदिन्छ होइन। परमेश्वरको कुराहरू वेश्यालाई लगेर बताइदिन्छ। अनि त्यसपछि त्यो वेश्याले गएर सिमसनको शत्रुलाई त्यो रहस्य कुरा बताइदिन्छ र सिमसनको कपाल चाहिँ झुकाएर काटिदिन्छ होइन त्यो वेश्याले। अनि त्यसपछि सिमसनको शत्रुहरू आएर सिमसनलाई कैद बनाएर लैजान्छ। हो, परमेश्वरले सिमसनको अन्तिम समयमा पनि आफ्नो योजनालाई पुरा गर्नुहुन्छ, तर सिमसनलाई त लडाए नि त होइन, व्यभिचारको कारण, परस्त्रीको कारण होइन, त्यसको पछाडि शैतान थियो। जस्तो त्यही भएर प्रिय हो, जब हामी परमेश्वरको वचनमा मन लगाउँदैनौँ होइन, हामी शरीरतर्फ मन लगाउँछौँ भने शरीरले चाहिँ संसारबाट पोषण खोज्छ अनि संसार चाहिँ शैतानबाट निर्देशित छ। अनि हामी जस्तो सुकै आत्मिक मान्छेहरू पनि सिमसम जस्तो ढल्न सक्छौँ, सोलोमन जस्तो ढल्न सक्छौँ, साउल जसरी ढल्न सक्छौँ। यो ढलाउने चाहिँ अरू कोही नभएर शैतान हो है, शैतान हो। अनि यदि यसको षड्यन्त्रहरूमा हामी पर्छौँ भने हाम्रो विवेकलाई त्यसले शून्य पार्दछ। जब हाम्रो प्राणले शरीरबाट लिन थाल्छ, दुष्टले संसारद्वारा हाम्रो विचारमा आक्रमण गर्छ है। अनि त्यो आक्रमण गर्दै गरेपछि बिस्तारै त्यसले चाहिँ हामीलाई विनाशतर्फ लैजान्छ है। बिस्तारै हानि गर्न थाल्छ कि हामीलाई नरकमा उसले लानु सक्दैन, हाम्रो मुक्ति खोज्न त सक्दैन, तर हामीले पाएको आशिषहरू है स्वर्गमा अब हाम्रो निम्ति तयार मुकुटहरूलाई धरि उसले रद्द गर्न सक्छ। हाम्रो मुक्ति रद्द गर्न सक्दैन, तर हामीले संसारमा शरीरमा मन लगायौँ भने चाहिँ, परमेश्वरको वचनबाट टाढा भयौँ भने चाहिँ है हामी चाहिँ शैतानको पासमा पर्न सक्छ र मनोरोगले चाहिँ हामीलाई ग्रसित गर्न सक्छ। मनको रोगहरूको लक्षणहरू म तपाईँहरूलाई बताउँदछु। जब यो मनको रोग लाग्छ विश्वासीहरूलाई अथवा संसारको मान्छेहरूलाई पनि लाग्न सक्छ। हामीलाई सबैलाई थाहा छ नि होइन, कति प्रकारको मान्छे हुन्छ संसारमा। एउटा आत्मिक मान्छे हुन्छ, एउटा शारीरिक मान्छे हुन्छ, एउटा प्राकृतिक मान्छे हुन्छ होइन होइन। प्राकृतिक मान्छेहरू भनेको मुक्ति नपाएको मान्छे हो है। अनि संसारिक मान्छे भनेको विश्वास गरेको तर संसार अनुसार जिउने मान्छे। आत्मिक मानिस भनेको चाहिँ विश्वास गरेको अनि परमेश्वरको वचनबाट पोषित स्वस्थ मानिस है। त्यस कारणले हामी पनि संसारिक हुन सक्छौँ है, यदि हामी संसारमा मन लगाउँछौँ भने। अनि यस्तो रोग लाग्यो भने हामीमा यस्तो लक्षणहरू देखिन्छ, म जस्तो बेकार मान्छे कोही छैन भनेर सोच्न थाल्छ होइन। म त हेलित मान्छे हो, म त कामै नलाग्ने मान्छे हो भनेर सोच्न सक्छ। अनि यसरी हामी हाम्रो सोचहरूलाई होइन, हाम्रो विचारहरूलाई त्यसले सङ्क्रमण गर्न थाल्दछ। अथवा यस्तो होइन कि म जस्तो असल कोही छैन भनेर पनि सोच्न सक्छ। यति हाई पनि सोच्न सक्छ, हाइपर तरिकाले ऊ डिप्रेसनमा पनि जान सक्छ, अथवा ऊ चाहिँ यति लो र डाउनमा जान सक्छ कि म खत्तम भएँ, म जस्तो होइन कोही छैन, म जस्तो एक्लो कोही छैन, मलाई कसैले पनि वास्ता गर्दैन भनेर सोच्न सक्छ। अथवा उसले परमेश्वरमा के पाएको थियो त्यो कुरालाई बिर्सिन खोज्छ, सिद्धिएको कार्यलाई बिर्सिन्छ है। अनि मेरो पक्षमा कोही छैन भनेर एक्लो महसुस गर्छ, अथवा मसँग यति धेरै मानिस छ भनेर चाहिँ परमेश्वरमा भन्दा मानिसमा ऊ निर्भर हुन थाल्दछ। म केही गर्न सक्दिनँ भनेर उसले आफूलाई निष्क्रिय ठान्दछ, अथवा म बिना कसैले केही पनि गर्न सक्दैन भनेर ऊ चाहिँ यति खराब तरिकाले चाहिँ सोच्न थाल्छ कि उसले एउटा घमण्डको होइन बेलुन फुकिरहेको हुन्छ, म मात्रै खराब वा म मात्रै असल भनेर। यस प्रकारले होइन एउटा हीनताको भावनामा जिउन थाल्छ र एउटा चाहिँ अति घमण्डी भएर ऊ जिउन थाल्छ। यी दुवै कुरा मनको रोग हो। दुष्टले कैद गरेपछि यस्तो विचारहरू हाम्रो
मनमा आउन सक्छ है। जब मन रोगी हुन्छ होइन, जब संसारबाट शैतानबाट हाम्रो मन रोगी हुन्छ भने हामी यसरी सोच्न थाल्छौँ है। याद गर्नुहोस् त, म आफूलाई नै पनि कतिपटक वचनबाट आफैले आफूलाई जाँच्छु होइन। हजुरहरूले पनि आफैले आफूलाई जाँच्नुहोस् होइन, के ममा यो समस्या छ है, छ भने यसको पनि उपचार म हजुरहरूलाई बताइदिन्छु होइन। अनि घमण्डले एउटा प्रधान स्वर्गदूत लुसिफरलाई पतन गरेर शैतान बनायो, थाहा छ तपाईँहरूलाई होइन। यो कुरा चाहिँ हामी यसाया 14 अध्यायमा 12 देखि 17 पदमा, लुका 10 को 18 मा येशू ख्रीष्ट आफैले भन्नुहुन्छ शैतानको पतन मैले देखेको छु, किनकि उहाँ सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँ सबै कुरा उहाँलाई थाहा छ होइन। अनि उहाँले भन्नुहुन्छ शैतान कसरी स्वर्गबाट पतन भएको थियो त्यो कुरा मैले देखेको छु भनेर चेलाहरूलाई प्रकट गर्नुहुन्छ। अनि प्रकाश 12 को 7 देखि 9 पदमा पनि हजुरहरूले चाहिँ शैतानको पतनलाई देख्न सक्नुहुन्छ। आज शैतानले, त्यो पतित भएको शैतान एक दिन नरकमा फालिनेछ। शैतान अहिले नरकमा गएको छैन है, उहाँको अन्तिम न्यायभन्दा अगाडि पहिला शैतानलाई नरकमा फाल्नुहुन्छ। शैतानको आत्मा अहिले पनि यही धरतीमा छ होइन, यही सर्फेसमा छ, त्यो खसालिएको छ स्वर्गबाट। अनि 1000 वर्षको युगमा त्यसलाई पातालमा बाँधिनेछ। 1000 वर्षको राज्यपछि फेरि त्यसलाई फुक्का गरिनेछ र त्यो चाहिँ प्रभु येशू ख्रीष्ट र उहाँको सन्तहरूसँग युद्ध गर्न आउनेछ र येशूले त्यसलाई बन्धनमा पारेर सधैँको निम्ति नरकमा फाल्नुहुन्छ। त्यसपछि बिमा न्यायासनमा होइन, सेतो सिंहासनको न्याय आसन हुनेछ र अविश्वासीहरूलाई पनि शैतानसँगै येशू ख्रीष्टले चाहिँ न्याय गरेर चाहिँ नरकमा फाल्नुहुन्छ। अनि त्यो शैतानलाई थाहा छ कि उसको गन्तव्य नरक हो र उसले चाहिँ आज सृष्टि गरिएका परमेश्वरको मानिसहरूलाई है, परमेश्वरको विरोध गर्न त सक्दैन उसले, तर मानिसलाई चाहिँ नरक लानु पनि सक्दैन विश्वासीहरूलाई, तर अविश्वासीहरूलाई उसले आँखो अन्धोको अन्धो तुल्याएर चाहिँ नरक लान सक्छ होइन। अनि विश्वासीलाई चाहिँ पृथ्वीमा रहँदा पनि धेरै समस्या दिएर परमेश्वरको योजनाहरू पुरा नहोस् भनेर उसले चाहिँ मनमा रोगी बनाउन सक्छ है। अनि यो मनको रोगबाट चाहिँ हामी चङ्गाई हुन आवश्यक छ। शैतानले चाहिँ आफ्नो नतिजामा मानिसलाई पनि पुर्याउन चाहन्छ होइन, उसको गन्तव्यमा चाहिँ मानिसलाई पनि पुर्याउन थाल्छ। हामीले संसारमा आन्दोलन हुँदा देखेका छौँ होइन, आन्दोलनकर्ताहरूले होइन ठुलो विरोध गर्छ अनि सरकारको विरोध गर्छ होइन, अब त्यो देशको राजाको विरोध गर्छ अनि उसले राजालाई त केही पनि हानि गर्न सक्दैन, तर राजाले बनाइदिएको प्रजाको निम्ति बनाइदिएको वस्तुहरू होइन, बाटोमा रेलिङहरू अनि त्यो ट्राफिक लाइटहरू सबै कुराहरू होइन, अनि सार्वजनिक भवनहरू तोडफोड गरेर जलाइदिन सक्छ। शैतानले पनि परमेश्वरलाई केही गर्न सक्दैन, परमेश्वरलाई त उसले होइन छुनु पनि सक्दैन, तर परमेश्वरको मानिसहरूलाई दुःख दिन सक्छ। परमेश्वरको मानिसहरूद्वारा परमेश्वरले गर्न चाहेको योजनाहरूलाई उसले विफल पार्न चाहन्छ है। अनि उसलाई, हामीलाई परीक्षा गर्नको निम्ति ऊ स्वतन्त्र छ है। नरकमा नफालेसम्म त्यो चाहिँ एक प्रकारले स्वतन्त्र सक्रिय, हामीलाई उसले परीक्षा गर्न सक्छ र परमेश्वरको वचनबाट चाहिँ टाढा लानको निम्ति उसले संसारका आवश्यक कुराहरू देखाएर हामीलाई वचनको मानिसबाट परिवर्तन गरेर संसारको मानिस पनि बनाउन सक्छ होइन। अघि नै मैले भनिसकेँ हजुरहरूलाई कि हामी 3 प्रकारको मानिसहरू त्यहाँ देख्छौँ। यदि तपाईँ यस्तो समस्याबाट भएर जाँदै हुनुहुन्छ भने यी आत्मिक कदमहरू लिनुहोस् है। परमेश्वरले यो समस्याहरूलाई निको पार्न चाहनुहुन्छ। एउटा शरीरको रोगलाई मात्र होइन, धेरै मानिसहरू चङ्गाई खोज्न चर्चमा आउँछन् होइन, अनि आफ्नो शरीर निको भएपछि फेरि गएर ब्याकस्लाइड पनि हुन्छ। कतिजना प्रभुलाई धन्यवाद दिएर चर्चमै निरन्तर भइरहेको छ। अनि त्यो निरन्तर हुने मान्छेहरू चाहिँ अनि आत्मामा पनि प्राणमा, आत्मामा त ऊ विश्वास गर्ने बित्तिकै निको भएको हुन्छ भने प्राणको तहमा पनि सङ्गति गर्दै गर्दै जाँदा चाहिँ ऊ चङ्गाईको भागीदारी बन्न सक्छ। अनि प्रभुले हामीलाई होइन 7वटा कदम आज दिनुहुन्छ, योभन्दा धेरै पनि हुनसक्छ होइन। आत्मिक मानिसहरूलाई ती सबै कुराहरू थाहा छ, तर हामीसँग समयको पाबन्द पनि छ अनि आज हामीसँग प्रभु भोज पनि छ। त्यस कारणले चाहिँ
यो मनोरोगबाट होइन मनको अनि हाम्रो चिन्तनको रोगहरूबाट हाम्रो विचारलाई यदि शैतानले कब्जा गरेको छ भने यसबाट स्वतन्त्र गर्नको निम्ति प्रभुले हामीलाई केही कदमहरू दिनुभएको छ। यो पनि आत्मिक कदम हो, बाइबल अनुसार छ। पहिलो नम्बरमा चाहिँ आत्मिक रोगबाट मनोरोगबाट होइन विचारको रोगबाट निको हुनको निम्ति चाहिँ सुरुमा चाहिँ आफ्नो कमी कमजोरीलाई स्वीकार्नुहोस्, आफ्नो पापलाई स्वीकार्नुहोस् होइन कि म कुन कारणबाट कहाँबाट चुकेँ भनेर चाहिँ पहिला तपाईँ रिभर्स भएर त्यही ठाउँमा जानुहोस् र परमेश्वरसँग आफ्नो पापलाई स्वीकार्नुहोस्। धेरै पटक हामी विश्वासीहरू यो सुरुको पाइलै उठाउन चुक्दछौँ है। आफ्नो पापलाई आफ्नो कमी कमजोरीलाई जहाँबाट तपाईँ चुक्नु भएको छ त्यही ठाउँमा गएर स्वीकार गर्नुहोस् अनि परमेश्वरलाई पुकार्नुहोस् होइन, मलाई निको पार्नुहोस् प्रभु भनेर। धेरै विश्वासीहरूले पनि आज पनि आफ्नो पापको दोष अरूलाई दिन्छन्, फलानु मान्छेले गरेर म यो समस्यामा परेको। तर हामी हेर्छौँ भने यो समस्या पापमा परेपछि आउनु आवश्यक हो होइन। हामी जहिले पनि आफ्नो कमी कमजोरीको दोष अरूलाई दिन्छौँ। आदम र हव्वा पनि पापमा पक्राउ परेपछि उनीहरूले पनि दोष लगाउन सुरु गरे। आदमले त झन् परमेश्वरलाई नै दोष लगाउन थाले होइन। तपाईँले सृष्टि गरेर दिनुभएको स्त्रीले मलाई खुवाए र मैले खाएँ। स्त्रीले भन्छ सर्पले मलाई छल गर्यो र मैले खाएँ। त्यहाँ आफ्नो गल्ती स्वीकार दिनु कति गाह्रो भएको कि होइन। तर परमेश्वरले सुरुमै चाहिँ आफ्नो पापलाई स्वीकार्नु भएको चाहनुहुन्छ। दोस्रो नम्बरमा आफ्नो दुःखहरूलाई आफ्नो दुर्बलताहरूलाई येशूलाई दिनुहोस्, आफूमा नराख्नुहोस्। अस्तिको परिचयात्मक वचनमा पनि हामीले सुनेको थियौँ होइन, मत्ती 11:28 येशूले भन्नुहुन्छ हे बोझले दबेकाहरू हो म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। येशूलाई दिनुहोस् आफ्नो चिन्ताहरू, आफ्नो रोगहरू येशूलाई दिनुहोस्, आफ्नो बोझहरू दुर्बलताहरू पापहरू येशूलाई दिनुहोस्। उहाँ योग्य हुनुहुन्छ। उहाँले तपाईँ र मलाई ती सबै दुर्बलताहरूबाट चाहिँ छुटकारा गरेर तपाईँ र मलाई एउटा यस्तो उहाँको हलुको जुवा दिनुहुन्छ कि त्यो बोक्न हामीलाई आनन्द लाग्छ। परमेश्वरको महिमा हो, त्यो परमेश्वरको आराधना हो, परमेश्वरसँगको सङ्गति हो है, प्रभुको सेवकाई हो प्रिय। त्यसकारण प्रिय हो आफ्नो दुर्बलताहरू अरूलाई नदिनुहोस् तर येशू ख्रीष्टलाई दिनुहोस् है। दोषारोपण होइन तर आफ्नो पाप स्वीकार्नुहोस्। अनि तेस्रो नम्बरमा परमेश्वरको खाँटी वचनले आफ्नो मनलाई र विचारलाई भर्नुहोस् है। संसारको सोचले नभर्नुहोस् होइन। जब तपाईँ मनोरोगमा हुनुहुन्छ भने, जब तपाईँ डिप्रेसनमा हुनुहुन्छ, एन्जाइटीमा हुनुहुन्छ भने तपाईँले संसारबाट कुराहरू नसुन्नुहोस्। तिमी एक्लो छौ भनेर तपाईँको मनमा चाहिँ यस्तो कुराहरू आउँछ। अचम्म तरिकाले शैतानले बोल्छ। तपाईँले आवाजहरू पनि सुन्नुहुन्छ त्यो बेला, तिमी काम नलाग्ने छौ, तिमीले हेर त यो पाप गरेको छौ, तिमी त हेर त यस्तो काम नलाग्ने छौ। त्यहाँ शैतानले भनेको छ नि प्रकाशको पुस्तक, उसले जतिखेर पनि विश्वासीहरूलाई दोष लगाउने काम गर्छ। त्यस कारणले चाहिँ प्रिय हो तपाईँले परमेश्वरको वचनबाट आफूलाई भर्नुहोस् है। मत्ती 4:4 अघि नै मैले भने येशू ख्रीष्टले होइन भन्नुभएको छ परमेश्वरको मुखबाट निस्केको हरेक वचनले चाहिँ मानिस जीवित रहन्छ। अनि 4 नम्बरमा दैनिक आफ्नो क्रुस उठाउनुहोस् है। आफ्नो क्रुस आफै उठाउनुहोस्। आफ्नो क्रुस पास्टरले उठाइदिने होइन, तपाईँको निम्ति तपाईँले पनि प्रार्थना गर्न आवश्यक छ। हो तपाईँको निम्ति तपाईँको पास्टरले, तपाईँको अगुवाहरूले, तपाईँको मित्रले, तपाईँको छिमेकीले, तपाईँको परिवारले पनि प्रार्थना गरिदिनुहुन्छ। तर पहिला तपाईँले पनि प्रार्थना गर्नुहोस्, तपाईँले पनि प्रभुलाई सेवा गर्नुहोस् है। पास्टरले मात्र सेवा गरेर हुँदैन होइन, तपाईँको परिवारको एकजनाले मात्र सेवा गरेर हुँदैन, तर तपाईँले आफैलाई होइन क्रुस उठाउनको निम्ति दिइहाल्नुहोस्। आफू केन्द्रित होइन तर परमेश्वर केन्द्रित जीवन जिउनुहोस् है। मत्ती 6:33 पहिला परमेश्वरको धार्मिकता र उहाँको राज्यको खोजी गर र त्यसपछि अरू कुराहरू तिमीहरूलाई थपिनेछ। अनि 5 नम्बरमा आफूलाई जस्तै अरूलाई प्रेम गर्नुहोस् है। आफूलाई जस्तै अरूलाई प्रेम गर्नुहोस् है। यो दोस्रो आज्ञा हो नि त। पहिलो आज्ञा परमेश्वरलाई प्रेम गर्नुहोस् र त्यसपछि आफूलाई जस्तै अरूलाई प्रेम गर्नुहोस् है। कतिपटक हामी यो कुराहरू चुक्छौँ। पहिलो यूहन्ना 4:20 भन्छ
यदि कसैले परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यसले झुटो बोलेको। म परमेश्वरलाई प्रेम गर्छु भन्छ तर आफ्नै छिमेकीलाई प्रेम गर्दैन। म परमेश्वरलाई प्रेम गर्छु भन्दै सेवकाई गर्छ तर आफ्नै श्रीमतीलाई प्रेम गर्दैन, हैन? उल्टो पर स्त्रीहरूसँग गएर व्यभिचार गर्छ। अनि त्यस्तो सेवकलाई के सेवक भन्नु त, हैन? आफूलाई जस्तै अरूलाई प्रेम गर्नुस्, आफूलाई जस्तै आफ्नो विश्वासी दाजुभाइहरूलाई प्रेम गर्नुस्, आफ्नो पहिलो त आफ्नो श्रीमतीलाई प्रेम गर्नुस्, है? श्रीमतीलाई पनि प्रेम गर्नु सक्दैन, आफ्नो मण्डलीको अङ्गहरूलाई प्रेम गर्न सक्दैन भने त्यसले परमेश्वरलाई प्रेम गर्न सक्दैन। किनभने त्यही पदमा भनेको छ फेरि, हैन? देखेको भाइलाई प्रेम नगर्नेले नदेखेको परमेश्वरलाई कसरी प्रेम गर्छ, है? प्रश्न छ नि त, हैन? सक्दैन प्रिय। त्यसकारण हामी परमेश्वरलाई पहिलो प्रेम गर्छौँ भने दोस्रो प्रेम पनि पहिलो प्रेमसँग नै जोडेर आउँछ, है? हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, घृणा गर्ने होइन, एक अर्कालाई कमजोर पार्ने होइन तर टेवा दिएर बलियो पार्नुपर्छ, है? आफ्नो दोषहरू अरूलाई सुम्पिने होइन तर आफ्नो दोष आफैले स्वीकार गर्नुपर्छ। 6 नम्बरमा संगतिको मानिस बन्नुहोस्, है? संगतिको मानिस बन्नुहोस्। यूहन्ना 15:19 मा येशूले भन्नुहुन्छ तिमीहरूलाई मैले संसारबाट अलग गरेको छु। एक्लेसिया भन्छ ग्रीक शब्दमा। यो भनेको चाहिँ मण्डली हो। मण्डलीमा के हुन्छ? संगति हुन्छ प्रिय। मान अनुग्रह मण्डली भनेर तपाईँले घरमा सम्झनु भयो भने के सम्झनुहुन्छ? पहिला सायद तपाईँलाई यो घरको चित्र याद आउँछ होला, हैन? त्यो अगाडि क्रुस राखेको त्यो गेट याद आउँछ होला, त्यो 4वटा भवन याद आउँछ होला, यो भवन याद आउँछ होला। मान अनुग्रह मण्डली भन्ने बित्तिकै तपाईँको मनमा के याद आउँछ? कि तपाईँको मण्डलीमा भएको मानिसहरू याद आउँछ, वा तपाईँहरूको अनुहारहरू याद आउँछ। यो भवन मण्डली होइन, यो जग्गा मण्डली होइन, यो लोकेसन मण्डली होइन। मण्डली चाहिँ तपाईँ र म हो। येशू ख्रीष्टको दुलै चाहिँ तपाईँ र म। स्वर्ग जाने तपाईँ र म हो। यो घर भवनहरू त नष्ट भएर जान्छ। एउटा ढुङ्गामाथि एउटा ढुङ्गा रहने छैन भनेर येशूले भविष्यवाणी गरिसक्नु भएको छ। अर्थात् यी सबै कुराहरू भौतिक कुराहरू नाश भएर जान्छ प्रिय, है? त्यही भएर मण्डली भनेर, हैन, चर्च भन्ने बित्तिकै तपाईँको मनले याद गर्नुपर्ने कुरा चाहिँ यी दाजुभाइ दिदीबहिनीहरूको अनुहार हो, तपाईँको पास्टर हो, तपाईँको अगुवाहरू हो, तपाईँको छिमेकी हो, तपाईँको परिवार हो, विश्वासी जनहरू हो। मण्डली भन्ने बित्तिकै यो भवनलाई याद गर्दै हुनुहुन्छ। चित्र आउँछ भने बेसरी आए त टङ्कदायको आउला, होइन? यो भवन हेरचाह गर्ने। अरूको यो चित्र आउँदैन भने तपाईँको मनमा पनि रोग लागेको छ। वास्तवमा तपाईँ वचन अनुसार सोचिराख्नु भएको छैन, भौतिक कुराहरू अनुसार सोचिराख्नुहुन्छ। त्यही भएर जब चर्च भन्छ तपाईँले संगतिलाई याद गर्नुहोस्, अनि संगतिलाई याद गर्दै गर्दा तपाईँको आफ्नो आत्मिक दाजुभाइहरूको अनुहार चित्र तपाईँको मनमा आउन आवश्यक छ, है? यो चाहिँ प्रभुले संसारबाट अलग गरिएको मानिसहरू हौँ हामीहरू, र ख्रीष्टको शरीरमा हामी एकबद्ध रूपमा एक अर्कासँग जोडिएर रहेका छौँ। त्यसकारणले प्रिय संगतिको मानिस हुनुहोस्। शनिबारको संगतिमा मात्र सीमित नहुनुहोस् तर हरेक संगतिमा तपाईँ आफूलाई उपलब्ध गराउनुहोस्। यसले तपाईँलाई निको पार्छ, तपाईँको मनोरोगलाई चाहिँ हिलिङ गर्दछ, होइन? प्रभु, किनभने संगतिमा चाहिँ प्रभु हुनुहुन्छ। चर्चको शिर चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। त्यस कारणले उहाँबाट चङ्गाई बगेर आउँदछ र हामीलाई मनको रोगहरूबाट निको पार्दछ। अनि 7औं नम्बरमा यो अन्तिम हजुरहरूलाई, है, धन्यवादी भएर जिउनुहोस् प्रिय। धन्यवाद दिनको निम्ति कन्जुसाई नगर्नुहोस्, होइन? प्रभुमा सधैँ धन्यवादी भएर जिउनुहोस्। सबै कुराहरूको निम्ति प्रभुलाई धन्यवाद। बिहान धन्यवाद दिनुहोस्, बेलुका धन्यवाद दिनुहोस्, है? दिउँसो धन्यवाद दिनुहोस्, सुत्नु अघि धन्यवाद दिनुहोस्, उठेर धन्यवाद दिनुहोस्, निन्द्रामा पनि सपनामा पनि परमेश्वरलाई धन्यवाद दिनुहोस्। किनकि जब हामी परमेश्वरलाई धन्यवाद दिएर हाम्रो हृदयलाई तयार गर्छौँ भने यसले पनि तपाईँ र मलाई निको पार्ने काम गर्छ। हुन्छ, अन्तमा, होइन, एउटा भर्स हजुरहरूलाई दिएर बन्द गर्छु यो मुख्य वचनको भाग। फिलिपी 2:5-8 यहाँनिर येशू ख्रीष्टको मन जस्तो हाम्रो मन हुनुपर्छ। हामीले कसरी येशू ख्रीष्टको मनलाई हाम्रो मनमाथि हाबी हुनु, राज्य गर्न दिनुपर्छ भन्ने कुरा यहाँ लेखिएको छ। ख्रीष्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्। 5 पद,
6 पदमा जसले परमेश्वरकै स्वरूपमा हुनु भएकोले परमेश्वरसँग बराबरी हुने कुरा लुटको माल सम्झनु भएन। उहाँ परमेश्वर हुनुहुन्थ्यो, मानिस बनेर आउनुभयो, तर पनि उहाँ परमेश्वरको जस्तो उहाँ एउटा दास बनेर आउनु भएन। परमेश्वर जस्तो भएर होइन, उहाँ राज्य गर्ने राजाहरूको पनि राजा भएर आउनु भएन, तर दासहरूको पनि दास भएर चेलाहरूको खुट्टा धुँदै उहाँले चाहिँ त्यो नमुना प्रस्तुत गर्नुभएको थियो। अनि 7 पदमा तर उहाँले आफैलाई रित्याउनु भयो र दासको रूप धारण गरेर उहाँ मानिसको समानतामा हुनुभयो। 8 पदलाई अझै ध्यान दिएर सुन्नुहोस्। अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो। नम्र तुल्याउनु भयो, याद गर्नुहोस्। उहाँले घमण्डी कहिले पनि आफूलाई तुल्याउनु भएन, तर परमेश्वरको स्वरूपमा भएर पनि उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म उहाँ आज्ञाकारी हुनुभयो। क्रिस्ट चाहिँ पिताको आज्ञाकारी हुनुभयो। त्यस्तै मन चाहिँ तपाईँ र मेरो आज मन हुनु छ। यदि हामीले क्रिस्टको मनलाई धारण गरेका छौँ भने क्रिस्टको मनले हाम्रो मनमाथि विजय गर्छ अनि हामीले क्रिस्टलाई राज्य गर्न दिन्छौँ। यसले हामीलाई निको पार्छ। यसले हाम्रो शरीरलाई मात्र होइन, तर हाम्रो प्राणको सम्पूर्ण तहलाई पनि निको पार्दछ। आमेन।